नमस्ते सबैजनालाई मेरो ज्ञान मन्त्र युट्युब च्यानलमा। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले भोलि पुस 9 गते बुधबारदेखि यसले पहिलो चरणको आइपिओ जारी गर्नेछ। यस कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि यसले आफ्नो आइपिओ जारी गर्दैछ। यस कम्पनीले नेपाल धितोपत्र बोर्डसँग कुल 13,89,350 किता आइपिओ जारी गर्ने अनुमति पाएको थियो, जसको एक किता सेयरको प्राइस रु 100 रुपियाँ छ। र यस कम्पनीको सेक्टर भनेको तपाईँको हाइड्रो पावर हो र यस कम्पनीले आफ्नो बिक्री प्रबन्धकको रूपमा यानि कि इस्यु म्यानेजरको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई राखेको छ। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि यस कम्पनीले भोलि पुस 9 गतेदेखि पुस 14 गतेभित्र कुल 68,967 किताका लागि आफ्नो आइपिओ खुला गरेको छ। त्यस्तै यस कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि भोलि पुस 9 गतेदेखि पुस 23 गतेभित्र कुल 6,89,675 किता आइपिओ जारी गर्नेछ। सो सेयर खरिदका लागि नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाको सम्पूर्ण वडावासी स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। त्यस्तै स्थानीय बासिन्दाले ज्योति विकास बैंकको समुद्रटार शाखा, कृषि विकास बैंकको खेरिनीटार शाखा, राष्ट्रिय वाणिज्य बैंकको खेरिनीटार शाखा, ट्रेड टावर, थापाथली स्थित रजिस्ट्रार कार्यालय र दुप्चेश्वर गाउँपालिका स्थित आयोजना स्थलबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारम बाबत 2 रुपियाँ शुल्क बुझाउनु पर्ने हुन्छ। यस कम्पनीको पहिलो चरणको आइपिओमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि मिनिमम 10 किताका लागि यस कम्पनीको आइपिओमा आवेदन दिन सकिनेछन् भने म्याक्सिमममा 50,000 किताका लागि आवेदन दिन सकिनेछ। त हस् साथीहरू, यो थियो जानकारी तपाईँको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आइपिओको बारेमा।